कोही पुराण ए पुराण आयो ओइ पुराण यहाँ आइन न त बाहिर ओइ गाइस खाली बेलामा सोचो राख्नु जङ्गल मात्रै रहेछ हुन्छ जोरथाङ पुग्यो हाम्रो बुझे यहाँ सिबिदो बिचारा यस्तो भइरहेछ अब चाहिँ हामी यहाँ खाजा खान आँटेको हो यहाँनिर भेज हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई अनि त्यस्तै भन्ने हो आज चाहिँ हामीले यति बिहान किन उठेको भन्दा चाहिँ आज चाहिँ हामी नाम्ची जाँदैछ हो अन्त चाहिँ आज चाहिँ बुबुलाई पुऱ्याउनु म नाम्ची जाँदैछु अन्त त्यही कारण यति बिहानै उठेको आज चाहिँ बेलुकै जाउँ भनेर चाहिँ अन्त यहाँ चाहिँ हामी चाहिँ बेलुकै जाउँ भने चाहिँ बिहान पनि भइसकेको थियो के गर्दा गर्दा अन्त यहाँ चाहिँ आमा पनि आइसक्नु भएको छ हो बुबुलाई बाई बाई भन्नुको लागि अनि बिचारा मेरो आमा हेर्नुहोस् न बाई बाई हाई गर्नु मेरो ब्लगमा हाई भन्नु न मेरो ब्लगमा किन सरम लाग्छ के को सरम यहाँ बुबु छ हाम्रो थाली ठिलीलाई पर्खेको यहाँनिर स्पेसल कुनै के लिएर आएको छ के लिएर आएको छ के लिएर जोरथाङ पुग्यो हाम्रो बुझे यहाँ सिबिदो बिचारा यस्तो भइरहेछ पुगेको के पुग्थ्यो हामी यहाँ चाहिँ टाढा जाँदैछौँ कि अन्त यहाँ कहाँ फसिसक्नु थाहा छैन हामीलाई होइन गाइसहरू हेर्नु तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन सो आज अब चाहिँ हामी चाहिँ यहाँनिर के अरे जोरथाङ पनि आइपुग्यो हो बुबुलाई अब यहाँनिर केहरू किनिदिनु पर्ने छ फ्रुट्सहरू हो अन्त त्यही किन्नु चाहिँ आएको यहाँ अब चाहिँ हामी चाहिँ यहाँ जोरथाङदेखि पनि हिँड्यौँ हो यता पर बिसाइरहेको छौँ हामी चाहिँ गरमले पुरा साह्रो गरम पुरा भएर चाहिँ टाउकै दुख्यो सो गाइस हामी चाहिँ यहाँ बुमटार स्कुल आइपुगिसक्यौँ हो ब्लाइन्ड स्कुल अन्त तपाईँहरूले देख्न सक्नुहुन्छ नजारा यस्तो छ कस्तो दामी बुबु चाहिँ यहाँ छ बुबु बहिनी भेना यहाँ हुनुहुन्छ हो हामी चाहिँ अब भित्र बसेको स्कुल आइपुग्यो आन्टी नमस्ते हजुर आन्टी ट्रेनिङ गराउँछ भनेर आएको नि आन्टी हजुर होइन आन्टी मेरो भेनाहरू दाजुहरू आउनुहुन्छ रूपा आन्टी कति वर्ष भयो है हजुर आन्टी कति वर्ष भयो पुरा निकै भयो नि आन्टी ट्रेनिङ गराउनुहुन्छ अरे भनेर आएको नि हजुर 5 महिना भयो मेरो साथी आइपुगेको छ मेरो बहिनी बोल्छ बुद्धि भन्ने साथी हेलो के दादा छु अब यस्तो बोल्नु सिकाउनु मुढाहरू यहाँ वर्कसप छ नि त पहिला तिमीहरू थिएन नि वर्कसप पनि पहिलाकै ठाउँमा होइन त्यहाँनिर के अरे त्यो सारेको थिएन नि जोरथाङबाट है तिमीहरू हुँदा पुरा खुसी हो त उयो सुकाउने जग्गा यहाँ छैन अगाडि यहाँनिर अगाडि ए पुराण आयो ओइ पुराण यहाँ आइन न त बाहिर ओइ यता आइदेन यहाँ होइन समीर ठिकै छ पहिला भाले बासेको है भाले बासेको ट्रेनिङ हात मिलाउँछु नि समीर मलाई पुरा याद गर्ने ल याद गर्न कविता के हो ल ओइ अहिले चाहिँ को कहाँ चेन्ज हुन्छ त्यो एकछिन हात चढ्ने कभर के अहिले म जानु भयो हाम्रो बुबु छ अनि लु गिटार बजाउँदा रहेछ नि लु बजाउँ ल एउटा गीत गा पुरा हेलो साथी हेलो ब्लगर हो नि सेभ गर्नुको लागि नम्बर टोकेन दाजु दिउँसोको लन्च टाइम यो दिउँसोको लन्च हो ए म त छक्कै परेँ नि किन लन्च आउँछ खै मजाले बजाइदिनुहोस् त एकताल समीर बजाइदियो त्यसले त आउँछ नि आउँछ नि के बजाउनु मन बाधा चाहिँ कता हुन्छ अहिले सृजना भन्ने गीतको बजाउनु छ त्यसको जाना सृजनाको यहाँ चाहिँ खाना खाने डाइनिङ रुम रहेछ हो मामाहरू चाहिँ मजाले अगन चाहिँ खानै ल सरम नगरी यहाँ मग है यो राम्रो याद गरिदिनुहोस् ल मेरो दाजुलाई यसलाई अलिक ब्यालेन्स भएको छैन कि अब चाहिँ ल गएको सबैजना बस्नुहोस् ल
अब चाहिँ बुबुको होस्टेलदेखि चाहिँ हामी गएको हो पुरा माया लाग्यो तर पनि के गर्नु छोडिराख्नै पर्यो उसको साथीहरूले चाहिँ तर सबैले चिन्यो हो हाम्रो बुबुलाई चाहिँ त्यतिमै खुसी लाग्यो हेर्छ होला अब याद गरिदिन्छ होला यहाँ त सबैलाई ब्यालेन्स भइसकेको छ हाम्रो बुबुलाई मात्रै छैन अझै आउँछ अरे हो आउनु चाहिँ यता तल खाना खाँदैछ अन्त छोडी राखेर आइगएको माया पुरा माया लागेर हो अन्त त्यही कारण बुबुलाई चाहिँ स्कुलमा लिएको ट्रेनिङ के हुँदैछ रहेछ हो के बुनु पिराहरू गिटारहरू दमसेटहरू के बजाउनु सिकाउनुको लागि चाहिँ बोलाएको रहेछ हो बुबुहरूलाई अन्त बिचरा मेरो बुबुमा त यहाँ ब्यालेन्स हिँड्नु त्यति ब्यालेन्स छैन होइन कति वर्ष भएको अरू त सबैजना हामी जस्तै हिँड्दै थियो म त माया लाग्यो बुबुलाई छोडिराख्नु अब तर पनि जानैपर्छ ए हामी छोडिराखेर गएको बुबुलाई बाई बाई तल बुबु चाहिँ तलै छ हो हामी चाहिँ अब यहाँ गेट निस्क्यो अब चाहिँ हामी घर फर्केको बुबुलाई छोडिराखेर घरतर्फ लाग्यौँ है पछाडि बुझ अगाडि पनि बुझ भेनारमा मात्रै चक्रा छु नि अब चाहिँ हामी यहाँ खाजा खानु आँटेको हो यहाँनिर भेज थुक्पा छ यहाँनिर चिकन थाली भेज मोमो यहाँ बहिनी छ यता बुबु अन्त उतारेको वेदर चाहिँ यस्तो छ ए डुम्बो न डुम्बो भगवान् उता हुँदै चाहिँ घाम लागेर हो यता हुँदै चाहिँ त्यसै हुँदैन